म त भाले वर्षमै भएछ नि त भाले वर्ष माने गर्मी छ नमाने छैन यसैमा खुसी दियो Hi guys, welcome or welcome back to my channel. यदि तपाई नयाँ हुनुहुन्छ भने र मेरो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने प्लिज अन्तिमसम्म हेर्नु होला र मन पर्छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला। तपाईहरुले टाइटल हेरेर थाहा पाइसक्नुभयो होला हामी फेरि अर्को चुड्का भोजको लागि मतलब अर्को चुड्का भोजको भिडियो हो यो चाहिँ नि यसपालि चाहिँ नि आउँदै हुनुहुन्छ काउँ धनबास भन्ने ठाउँको मामा भेना पुसाइहरु यो चाहिँ नि रिसिङ गाउँपालिका पर्छ अरे अनि उहाँहरु चाहिँ नि बेलुकामा नआउनु भएर अनि बिहानमा आउनु हुने हो अब खै कति बेला आउनुहुन्छ 7-8 बजे आइपुग्छ भन्नुभएको थियो उहाँहरुले अहिलेसम्म चाहिँ आइपुग्नु भएको छैन अनि हामी चाहिँ त्यसको लागि हिजो नै धेरै तयारी गरेको थियो त्यो तयारी गरेको भिडियो चाहिँ नि रोजी राणा मगर सिस्कोमा आउँछ आमो हैन ब्याती ब्याती पहिले कसलाई के नाम राख्दै आके अनि यहाँ यो सिस्टरको फेरि एकदम एंगल मिलाएर खिच्न पर्छ के नत्र कट भनिदिन्छ त्यही हो बसन चाहिँ नि कुखुरा लिन जान खोजेको हो अनि लागेको छ भन्नु न लागेको छ त्यही कपी पेस्ट अनि अब चाहिँ नि हामी चाहिँ नि आज एकैचोटि ड्रेस लाएर रेडी भएर वेलकम गर्ने हो भेना मामाहरु पुसाइहरुलाई चाहिँ नि अहिले चाहिँ बिहान अलिअलि काम छ त्यो काम गरौँला अनि त्यसपछि चाहिँ नि भेटौँला गाइज आजको भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला गाइजहरु आज हाम्रो यता काम हुँदैछ हेलो आन्टी बजाई हेलो हेलो आन्टी मेरो आज बल्ल स्टार्ट हो यता चाहिँ रातभरि जो त रातभरि मामी त हामी 12 बजे थियो बाबु यहाँ उस बोल्दा ए हो र दिदी सिस्टर साली साली यस साली हेलो यसको नाम नाइजी पारेको बेलामा त्यता हेर्नी दिउँसो त निराको निराइ भएछ यहाँ चाहिँ नि सबै कामहरु हुँदैछ यो के हो यो बटरलाई फ्राई गर्दै हो अनि उता चाहिँ नि मासु काट्दै यसपालि चाहिँ गुन्द्रुक र भट्टा अनि बाराको खाजा हो गाइस यम्मी 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 हुन्छ हाई गाइस आन्टी जानु भएको हो गाउँबाट बसनाको मम्मी हो उहाँ चाहिँ नि साथीहरु हाई हाई यो अन्डा आन्टी यो अन्डा खुकाइदिम अरु गरान्थि मोले त्यो हामी गर्छ के गर्थे मैले जान्दैन यस्तो यस्तो सल गर्ने त्यो त मैले धोएर राखेछ यो त मैले नि आउँदैन चेप्टो काट भन्छ ए ल गाइस काम गर्नुपर्ने हुन्छ बेला मुख पनि नदेखाउन भिडियो गराउनु पर्ने हुन्छ अब यो सबै नंगाएर यसलाई काटेर भेटौँला ओइ टोपरी यो गाज गर त्यो ब्याटी यस्तो बुटुनी ल अब चाहिँ यो काट्छु ल गाइसहरु यहाँ नयाँ गाइसको इन्ट्री भएको छ आया हाम्रो चाहिँ नि भेनाहरु चाहिँ नि आधा बाटोमा भेनाहरु मामाहरु चाहिँ आधा बाटोमा आइसक्नु भयो रे अनि भनेर यहाँ चाहिँ सबै रेडी गराउन लगाउनु भएको थियो तर हाम्रो चाहिँ भ्याएको छैन अनि अरु केटीहरु पनि आएको छैन बल्ल पूजा आइपुग्यो अब अरु कति बेला आइपुग्छ
अनि खोइ रेडी एकैचोटि रेडी भएर वेलकम गर्ने भनेको भेना होला के कस्तो हुन्छ हौ गाइजहरू मेरो चाहिँ यहाँ यत्रो पिम्पल आह माइन्ड नगर्नु ल गाइजहरू हामी चाहिँ अब रेडी हुन लाग्यो मुखसुख धोएर मेकअप सेकअप गरेर कपडा लगाएर बस्ने अनि भेनाहरू चाहिँ आइसक्नु भयो अरे त्यही भएर अब रेडी हुन लाग्यो अनि अङ्किताहरू बाहिर बिनु चाहिँ यसपालि आउँदैन अनि शान्ति पनि घरबाट रेडी भएर आउँछ होला सायद अनि यता त यसको त प्रोसेस सुरु भइसक्यो अब चाहिँ नि म पनि मुखसुख धुन्छु अनि रेडी हुन्छौँ रेडी भएपछि भिडियो कन्टिन्यू गर्छु ल गाइज ओके भन्नुहोस् गाइजहरू ट्रेन पनि आइपुगेको छ ट्रेनले चाहिँ नि यसपालि हल्का ढिलो गरेको छ साह्रै कुनामा नि होइन साह्रै उता नि होइन के ठिक्कको बिचमा के अलि उता पनि हल्का बाटो छ नि यता नि हल्का बाटो छ नि अनि उस ट्रेनवाला आयो त्यो कानु रेन्ज आएको छ अनि टेन्टवाला दाइहरू चाहिँ अस्तिकै दाइहरूवाला हो अनि अब यहाँ डेकोरेसन कता कता गरेर के गर्ने हो त्यो फिक्स गरेर भेट्छौँ है त गाइस हामी चाहिँ खासमा रेडी हुँदै थियो भर्खर सनस्क्रिन लगाएको थियो अनि टेन्टवाला आइपुग्यो के अनि अब यहाँ काम गर्नुपर्ने हुन्छ गाइजहरू हाम्रो यहाँ यस्तो भएको छ यसपालिको यो चाहिँ नि उहाँहरूले गरिदिनु भएको छ अनि हामीलाई सजिलो भएको छ अनि यहाँ डेकोरेसन पनि यसपालि चाहिँ हल्का यतापट्टि च्यापेर बनाएको किनकि अस्तिको पालिमा यता शीतलै आएको थिएन त्यही भएर लु अनि यहाँ चाहिँ काम सकिनै लागेको रहेछ हामी पनि अब रेडी भएर सकिनै आँट्यो अनि खै भेनाहरू कतातिर आइपुग्नु भयो हो अब छिटो रेडी भएर बस्नुपर्ने हुन्छ भ्यायो भने चाहिँ खानासाना खाएर बस्नुपर्ने हुन्छ आन्टी तपाईँको माइतको मान्छे हो नि माइत नि त्यो त है माइती आउँदाखेरि चटचट्ट परेर बस्ने यसरी सानमा खुट्टा हल्लाउँदै आउनु मेरो माइती भने अब चाहिँ रेडी हुन्छौँ ल फेरि गाइजहरू हामी रेडी भएर सकेको सूचना गराउन चाहन्छौँ अनि यता दुईजना रेडी हुँदै यता दुईजना रेडी हुँदैछ मतलब म र रोजी चाहिँ टोटली भइसक्यो अरू चाहिँ नि हुँदै अब चाहिँ नि राम्रो देखिया लाउनु साँच्ची भनेको राम्रो देखिया ल अब चाहिँ नि हामी अलिअलि खानासाना खान चाहन्छौँ किनकि 9 बज्न लागिसक्यो अनि अहिले आइसक्यो हतार यताउता गर्दाखेरि हामी खाना भ्याउँदैन त्यही कारणले गर्दाखेरि अहिले नै रेडी भएर खाना खाएर बस्छौँ किनकि भेनाहरू अहिलेसम्म आउनुभएको छैन अनि यसपालि हामी बाहिर बसेर त्यो उसमा के ट्रेनको लज छ नि भ्यायो भने भेनाहरू यताबाट आउनुभयो भने यता बसेर हामी वेलकम गर्ने भने हाम्रो प्लान कस्तो छ हाम्रो भेनाहरू आएको छ गाइजहरू यो Oh my goodness! के यताबाट आइ हुन्थ्यो भन्नुभएको नि उतै जानुभयो है उयो रोजी अङ्कललाई भन् त फाइनल गाइस भेनाहरू चाहिँ आइपुग्नु भएको छ अब चाहिँ यस्तो सामानहरू रेडी गर्नुपर्ने हुन्छ खानासाना ला यताबाट आउने भयो हामी यताबाट भन्थ्यो खानासाना खानेको बिहान यहाँ सामान रेडी गर्छु रेडी गराएको छ सिस्टरले मैले चाहिँ अबेर ल्याएँ यो मान्छे चाहिँ लास्टमा पिटुम बडीलाई रोहाइन रुन्न के ल अब सन्चो भयो यतिकै अब चाहिँ नि बाहिर जानुपर्ने हुन्छ हामीले यतापट्टिबाट वेलकम गर्ने भनेको तर मामाहरू चाहिँ नि पुसाइहरू चाहिँ नि यतापट्टि यसरी घुमाएर गाडीले यता हेराउनु फर्किम भन्ने के भन्ने अब हेराउनु के कसो हुन्छ भेटौँ न गाइस सबैजना चाहिँ यता लाइन लगाएर बस्नु भएको छ झोरले ल मामैको भेनाको पुसाइको जमाइको के छोरा है स्वागतले नाको के कानु ठाउँमा सबैजना यता अब चाहिँ स्वागत गर्छौँ अनि त्यसपछि भेटौँ न गाइस त्यो भेनासँग जिस्किनु पर्छ है ल है भेनाको जोरले
अहिले चाहिँ नि हाम्रो स्वागत कार्यक्रम हुँदैछ। यति चाहिँ हाम्रो सबै भेनाहरू आएर बसिराख्नु भएको छ। जिस्किनु न के हो र भिडियो गर्ने त नजिस्किनु। अनि त तपाईलाई अघि मिस गर्नु भन्दा नि अब चाहिँ स्वागत सक्यो ल, स्वागत गर्न सक्यो। भेनाहरूलाई पानी सानी दिँदैछ सबै। ओ भेनाको पुसेको जम्मैजना ल हाई दे नि, हाई। ल अब चाहिँ उहाँहरूलाई पानी सानी दिन्छ अनि त्यसपछि स्टार्ट हुन्छ हाम्रो सायद। अनि हेरौँला त्यसपछि। यहाँ चाहिँ नि मेरो सब्सक्राइबर पनि रहेछ। खुसी लाग्छ नि है, भर्खर भर्खर स्टार्टिङमा अलिअलि आफूलाई सपोर्ट गर्ने मान्छे भेटायो भने एकदम खुसी हुन्छु के म त। फेरि त्यसमा चक्लेट खान्छु यो खुसियालीमा। अब चाहिँ काम गर्नुपर्ने हुन्छ गाइज। अनि अब त्यो मेकअपको सामानहरू फुलहरू दिन जान लागेछौँ। अनि अब चाहिँ नि बेनाले चाहिँ नि स्टार्टिङ गरेर लाउनु भएको। स्टार्ट गर्नुभन्दा अगाडि हामीले चाहिँ नि यो दिने भनेको, यो दिन जान्छौँ अब हामी। मलाई दण्ड गर त।
पर्दैन हैन ओ छोड्नेमा लाग्दैन मलाई चिनेपछि नचिन्ने गरेर भनेको हामीले नचिने पनि देवी देवताले चाहिँ चिन्नु पर्छ देवी हाम्रो त भित्र टिभी भित्र छ टिभी बाहिर काम आछ भित्रै त अनि निस्ता देवी भित्र भएन टिभी गुफामा अनि बाहिर तपसमा हाम्रो उता जस्तो छैन नि त फेरि अनि हाम्रो यताको धेरै फरक छ नि त देवी आऊ है तिमीहरु यहाँको देवी त त्यतैको हो नि होइन माडी भने बनेको क्या हो म लैला चाहिँ बिहा छ नै लुजा लु इल्टा कुडी से मुडा नके सिगुरु कलेरा कानु भेना के कुडी से चडा छ जित्नु नाले जित्नु नाले भेना चा साली के चुप्प जाछु बेला चिनो डाके है इचे ओइ गर्नु पर्यो यहाँ के रे बस न भेना कानु भेना दमोलीको एउटा मेम्बर बन्नु भयो कान्छ भएन नि यसरी रिटर्न दाइले एउटै किन धेरै बनाउन सकिन्छ नि यहाँ चाहिँ नभए पनि अलिकति खाडो कपाल उतार ल्याउन बरैनी कति राम्रो राम्रो हो किनभने लज्जा अगाडि सेल्फी लाग्नु किलरमा राखेछ छाना तेरी छाना के छाना रस थोरो भएछ के डेन्जर भयो आफै नि प्रिज्यो छ त्यहाँ बस्नु न पछाडि गाइस ल एउटा फोटो ल गाइस फोटो ल फोटो गाइस फोटो सजिन बस लौ त मेरोबाट नि यहाँबाट खिचिदिन्छु म साथीहरु यतिको मेकअप गरिदिनु पर्ने हुन्छ ओ भेना कुडी सेमी के आमै मै खाम्ने को त गाला चिरा बेरा मथान्मी के मोइ जेके छु भइसिर माले मोइ जेके अब चाहिँ नि खाजा दिन्छौँ किनकि भेना टाढादेखि आउनु भएको हो अनि खाजा खाएर भएदेखि नै अब छिटो गएर खाजा दिन पर्ने हुन्छ किसान मिता आमै नि कुडी सेमी के है भेना ओ माई गॉड साथीहरु यहाँ चाहिँ हाम्रो खाजा रेडी गराइसकेको छ अब चाहिँ नि उहाँहरू पनि भोकेरहनु भयो होला खाजा दिनुपर्ने हुन्छ अनि बाहिर बस्ने ठाउँहरू यताउता अब चाहिँ हतार हुन्छ भिडियो त्यति गराउन पाउँदैन म फ्री भयो भने चाहिँ अलिकति भिडियो गराउँछु हाम्रो भेनाहरूलाई खाजा दिँदै हुनुहुन्छ सबैजनाले खाँदै हुनुहुन्छ केटीहरू लमला भएर बसेको छ सबैजना आलामला रलमला ओ पुसाई नमिठो भयो नि मिठो मानेर खानु है एकदमै मिठो नानी यस्तो खानु त महिनामा एकपाली आउनु पर्छ के उल्टेबाट कि सुल्टेबाट यहाँ चाहिँ नि यता उस ल्याइदिनु पर्ने छ हजुर हो अब चाहिँ नि हामी खाना खान्छौँ अनि पहिला खाना खाने अनि बल्ल नाच्न जाने किनकि अहिले नाच्न थाल्यो भने खाना भ्याउँदैन शान्ति रोक्नु न मेरो सर सुनेन क्या हो के चिचो ओइ अनि अब सबैजना मिलेर खाना खानुपर्ने हुन्छ अङ्कल देखाम तपाईँलाई अङ्कल देखाम अस्तिको भिडियोमा कस्तो राम्रो देख्यो कसम देखाउँछु ल तपाईँ देख्न नमानेको टाउकोले गर्दा हो कि जस्तो लाग्यो मलाई चाहिँ नि अब चाहिँ हामी खाना खाना खोजेको छ मेरो यो भाँडा चाहिँ चेन्ज भयो मेरै हो सोल्टिना दुईजना खाने बाटोमा खाने भनेको के भयो अनि हामीले चाहिँ नि
कुखुराको मासु चाहिँ नि 2 जनालाई मात्रै भनेर आन्टी त्यो पूजा र शान्तिलाई राख्दिन किनभने खसी खाँदैन क्या अनि के भन्छ अरे 2 जना मात्रै भनेर हामीले चाहिँ एउटा मात्रै कुखुरा ल्याएको थियो तर खाने चाहिँ 10 जना रहेछ नि अनि त्यही भएर हो चार्मु महात्म बाना गुवासा चाहिँ नि झोल मात्रै बाँकी छ आफै अङ्कल आफै भरेर भएको यस्तो जाउँ अनि अब खाना खान्छ भने खाना खाएर भेटौँ ओइ तिनीहरू त कता गयो कुनातिर साथीहरू हामी चाहिँ खाना खाएर भ्याए यस्तो यस्तो हतार भयो कि अब खाना खाएर सकेपछि अब हामी चाहिँ के अरे नाच्न जानुपर्ने हुन्छ त्यहाँ बाहिर बताइसकेको छ अनि अरू 3 जना पूजा शान्ति अनि सन्जु चाहिँ नि खाना गएको छ त्यसले अघि बाहिर भेनाउँदा चाहिँ उनीहरूले हेरेर बसेको थियो अब चाहिँ 4 जना नाच्न जानुपर्ने हुन्छ अनि तिनीहरू खाना खाएर आइसकेपछि सबैजना नाच्छौँ भिडियो चाहिँ नि अहिले अङ्किताको मोबाइलबाट भयो भने बनाउँछौँ कसै न कसैको मोबाइलबाट भिडियो बनाउने मान्छे पायो भने नत्र भने चाहिँ भिडियो हुँदैन म चाहिँ अब भिडियो अफ गर्छौँ ल गाइजहरू हामी चाहिँ नाच्दा म यहाँभित्र आएको छ हामीलाई चाहिँ भेनाहरूले यो फुल र यो चक्लेट दिनुभएको छ यो गीत चाहिँ नि समथिङ फुल बोकेर आएको मायालाई भेट्नलाई थियो त्यो गीतमा दिनुभएको यो चाहिँ नि भेनाहरूलाई खाना दिनुपर्ने हुन्छ हो कि होइन भेना हजुर साथीहरू अहिले चाहिँ खाना सक्यो अब चाहिँ भाडा उठाउन जानुपर्छ अनि त्यता जानुपर्छ किन हाँस्नु भएको हेरेर किन चस्मा लाग्यो हेर्नु त्यहाँ भिडियो गर्न आएको त बाहिर जाने क्या पहिला बाहिर अब चाहिँ भाडा उठाउन जान्दिनँ ल गाइस भेट्छौँ ल के चाहियो हजुर सिङ्का होइन होइन म यस्तो दाँत कोट्याउन त्यही भनेको हेर न बिचरा त्यही भनेको खाना आएर सकेको छ गाइस Hey guys. Thank you. सबैजना चाहिँ यता बसिरहनु भएको छ एकछिन त रेस्ट गर्ने हुन्छ तपाईहरुलाई लास्टै गर्मी भयो होला नि छैन म यहाँ के रे साथीहरु भेट्उँदाखेरि त गरम त कहाँ उड्यो हो र डार्लिङ ठन्डा भएको छ डार्लिङ म चाहिँ मेरो डार्लिङ हो है बेलुकासम्मको लागि अनि तपाईको बुढीले मार्छ नि मलाई मेरो बुढी नमार्छ त्यसका नत्र यस्तो कमरे अमेरिकातिर छ इला बुढी भएको मार यही गरे राडा परेर बसेको है 5-6 दिन बस्ने हुन्छ कतै छैन बिचरा कतै छैन के चितवनको गर्मी यस्तै हो अब दुःख नमानिकन है हिमालमा बस्यो हिमालको काखमा बस्यो जस्तो चिसो पानी ल्याइदिउँ
त्यो अन्नपूर्ण हिमालको काखमा बसेको जस्तो लाग्छ होइन अस्तिको पालि आउनुभएको भेनाहरूले लास्टै गर्मी भयो भन्नुभएको थियो के नसकेर भयो होला तर मलाई चाहिँ म त ठ्याक्कै अन्नपूर्ण हिमालको काखमा बसेको जस्तो लाग्छ ल डार्लिङ एकदम ल ल बेना ल जी सालीहरूलाई भेटेपछि चाहिँ हामीलाई चाहिँ त्यस्तो किसिमको फिलिङ हजुर केही भन्नु छ युट्युबमा हाल्ने हो एकदम राम्रो आज गैराकोटमा तनहुँ दमौली सदरमुकामबाट हामी 32 जनाको टोली यहाँ आएर रमाइलो गरेछौँ। यसमा यहाँ नानीहरूसँग भान्जीहरूसँग नाच्न पाएको खुसियालीमा धेरै रमाइलो भएको छ। अझै अब खाना खाइयो अब फेरि नाच्ने छ नाच्दाखेरि भरे 9-10 कति बज्छ अब नानीहरूसँग नाची रमाइलो गर्ने हाम्रो मगरहरूको कल्चरलाई चाहिँ अगाडि बढाउने। गर्मी छैन है गर्मी छैन माने गर्मी छ नमाने छैन यसैमा खुसी दिनु गुड म यो कुरामा एकदम सहमत छु को हो कि मलाई हेर्छ बन्धनमा भएको मान्छे मतिर नआउने है यो बन्धनमा बसेर मतिर नआउने त्यही हो गाइजहरू। अब चाहिँ खाना खाएर सक्यो अब एकछिन रेस्ट गरेर नाच्नुपर्ने हुन्छ। करुवा भनेको एउटा हाम्रो पहिल्यै परम्परादेखि चलिआइरहेको रिसिङमा जन्मेको करुवा भन्ने कसरी उत्पत्ति भयो भने पहिला जमानामा यो चैत वैशाख हिउँदको जमानामा चैत वैशाख जेठ असारमा पानीको साह्रै नै दुःख हुन्थ्यो अरे। अनि पानी भर्न जाँदाखेरि पँधेरामा राति 2-3 बजे नै लाइन लगाएर बस्नु पर्थ्यो पानी भर्न जाँदाखेरि। अनि त्यतिखेर चाहिँ केटीहरू भाइहरू अनि डराएर केटाहरूलाई पनि लिएर जान्थ्यो कि साथी भनेर। अब एउटा पँधेरा हुने सबै गाउँको मान्छेहरू पानी भर्न जाने अनि पानी पालो कुर्दा बस्दा थाकेर तिनीहरू चाहिँ के गर्थ्यो भने त्यही गाग्रीहरू बजाएर टाइम पास गर्थ्यो अरे कि नाच्ने गर्थ्यो अरे। अनि त्यसलाई त्यसरी नाच्ने नचाउने गर्दा गर्दै अनि यो नाचको नाम के दिने भन्दाखेरि त्यो कुरुवा नाच भनेर दिएको थियो कि पानी कोर्ने भएर पानी कुरेर भर्नुपर्ने भएर कोरुवा नाच भनेर पहिला स्टार्ट भएको रहेछ है। अनि त्यो कोरुवा नाच भन्दा पछि चाहिँ यसलाई करुवा भनेछ। अनि त्यसो हुँदै फेरि पँधेरामा नचाउँदै पछि फेरि के गरेछ गाउँ बोलाउने जाने पछि फेरि के गरेछ दिनभरि काम गरेर मान्छेहरू थाक्ने मेलापात गरेर घाँस दाउरा गरेर यिनीहरूले केटीहरूले केटाहरूलाई बोलाउने गरेछ कि नाच्न नचाउन ल एकछिन हामी रमाइलो गरौँ भनेर नाच्न नचाउने गर्न थालेछ। अनि एउटा रोदी घर जस्तो बनाएर रोदी घरमा चाहिँ नाच्ने नचाउने गरेछ। अनि त्यहाँबाट फेरि त्यसो गर्दाखेरि फेरि मकर सङ्क्रान्ति साथीहरू गएर के भन्दो रहेछ कानुरा भन्नुहुँदो रहेछ क्या त्यसो हुँदाखेरि फेरि त्यहाँबाट पनि कानुरा भन्नुहुँदा करुवा पनि भयो। त्यस कारण एउटा पानी कुर्दै नचाउने भएकोले करुवा नाच भएको एउटा चाहिँ कानुरा भन्नाले करुवा नाच भएको रहेछ। त्यसकारण यो पहिला अब पानी भर्न जाँदाखेरि भएको नाम पहिल्यैदेखि हाम्रो चलिआइरहेको जस्तो तर अहिले हामीले के सोच्छौँ भने यो करुवा भन्ने सर्वश्रेष्ठ नाच जस्तो लाग्छ कि किनकि यसमा चाहिँ सबैको इन्जोय हुन्छ कि सबैलाई मनोरञ्जन हुन्छ नाच्नेलाई पनि नचाउनेलाई पनि हेर्नेलाई पनि सबैलाई मनोरञ्जन हुन्छ। त्यसकारण यो चाहिँ हाम्रो नाच मध्येमा सबभन्दा सर्वश्रेष्ठ नाच हो भन्ने हामीले ठान्छौँ है। हजुर एउटा कस्तो लाग्छ गाइजहरू थाहा पाउनुभयो नि कौराहा कानराहा करुवाको उत्पत्ति भएको रिसिङबाट हो है खासमा है हो कि होइन? हजुर रिसिङ यस्तो राम्रो नानीहरू भएको ठाउँमा हामी पनि फेरि रिसिङै हो नि गाइस यता आउनु न हामी पनि फेरि रिसिङै हो नि हामी टिटानी रिसिङ गाउँपालिका नै हो कि हामी टिटानी। कस्तो हुँदैछ गाइस गर्मी के अब चाहिँ नि नाच्न जानु लाग्यो सुरु भयो अब नाच्न जान्छु ल गाइस। नानी कुञ्चुली नाको काँचो भर्मिरा कि काके मर्मिरा नानी के सुई जाटा
छिप्पिने देखाइन के ल हाम्रो गाउँको तरुनीलाई अब तपाईँको गाउँमा लानु कस्तो बुढी लिइरहेको होइन मैले त सासु पनि सँगै लाने भनेर हो साउजाना यस्तो रमाइलो हुँदैन कि सासूलाई नि सँगै लाने अब चाहिँ साथीहरू रमाइलो गर्छौँ यहाँ बोल्न पर्ने हुन्छ भिडियो चाहिँ एकछिन अफ गर्छु यता अङ्किताको बोलबाट गरेर अहिले हाल्न पऱ्यो भने त्यहाँबाट हाल्छु न त म धेरै हाल्दैन यो कमेडीवाला चाहिँ साथीहरूलाई छुटाउनु पर्यो नि बुढा अरे मकै बिस्तारै चपाउनु है काँक्रो बिस्तारै चपाउनु अरे काँक्रो चम्माले आउला अरे काँक्रो बिस्तारै चपाउनु के ए मैले मैले करेम बनाउनु साले बुढा काँक्रो हरियो लिएर मलाई पनि गर्नु ए जाम्नाको त मैले यसो जानु पर्छ अब लोकल नहोला लोकल काम गर्न सबै साथीहरूलाई मिल्नु हजुर म त भरे मिलिहाल्छु हरियो काँक्रा करेम है होइन गाना पनि के लाग्छ कि चुल्लु भएको त एक तोलाको सुन मैले तिमीले दिन सक्ने भनेको यही हो अब अरू केही सक्दैन राम्रोसँग घर गरी खाऊ रमाइलो हुँदैछ गाइजहरू मामा यिनीहरूले उठाउँछ कसै तरिका छ अरे धेरै कसरी उठाउँदै हेरौँ त ल त हेरौँ त ल अमेरिकन स्टाइलमा उठाउँ त ल अमेरिकन स्टाइलमा के उठाउने बेला भन्नु न मान्छे उठाउनु पर्यो कि भोटी उठाउनु पर्यो कि ओए इसे भोटी मारे आउला अझै मारो भोटी आउला के डोन्ट माइन्ड है साथीहरू डोन्ट माइन्ड गाइजहरू यहाँ चाहिँ रमाइलो हुँदैन म यति मात्रै हाल्छु फेरि ओभर भोइस यस्तो नराम्रो कमेन्ट आउन सक्छ बुझ्नेहरूले त केही नि भन्नु हुँदैन कि बुझ्नेहरूले जानिराखेको चलन चल्ती थाहा भइराखेकोहरूले त केही नि भन्नु हुँदैन कि तर हुन्छ नि त अब हामी मङ्गोलियनमा त हुन्छ यो चुर्का नाच्ने चलन यस्तो कमेडी गर्ने अनि आर्यनहरूमा त हुँदैन नि त अनि नराम्रो सोच्न सक्छ सबैको माइन्ड एउटै हुन्छ भन्ने हुँदैन गाइस म भिडियो धेरै हाल्दिनँ न अब चाहिँ भिडियो अफ गरेको त साथीहरू अहिले नाचेको भिडियो भए पनि हाल्नु त्यो बिचा बिचामा भिडियो बनाएकै रहेनछ अरे ठिकै छ अब चाहिँ हामी यहाँ पङ्खाको आवाजले अर्कै होला हामी चाहिँ नाचेर अन्तिम चरणमा पुगिसक्यो अब भ्याउनै आँटिसक्यो कस्तो हुँदैछ सोल्टिन लास्टै गर्मी नदेखाउनु मलाई अहिले बेलुका झन् हावै चल्न छाड्यो कि अघि हावा चलेको थियो नि त आज हावा चल्ने चल्यो अनि अब फेरि नाच्न पर्ने हुन्छ यहाँ 3 जना मात्रै नाचिरहेको यहाँ चाहिँ हामीलाई खाल छोड्नै देखाएन सबैजना नाच्नु पऱ्यो सबैजना नाच्नु पऱ्यो भन्नु त्यही भएर हामी पनि
नाचिसक्यो पागल हुन लागिसक्यो त्यही भएर अब चाहिँ नि फेरि आन्टीलाई भिडियो गर्न दिन्छौँ र हामी फेरि नाच्न जान्छौँ अन्तिम गीतहरू गाउँदै है तपाईँले यता हाम्रो टोल्टिनीहरू नाच्यो नि अन्त अनि यता हेर्ने मान्छेहरू यता यता हो उता अनि हो यता अनि अब चाहिँ एकछिन भिडियो अफ गर्छ अनि फेरि कन्टिन्यू गर्छौँ गाइज हिँडेर गइनुहुन्छ है पूजा चुरानी मगरको बे भएको छ यो भरिया बेहुला यता लोकन्दा यता ल यता यतिको नौटङ्गी चाहिँ हुनुपर्छ है साथीहरू ओइ ओतेलै होसे गर्नु रे चारजना हाम्रो पानी पर्यो गाइस अब अन्तिम हो अब बिताइ भाग दिने बेलामा भिडियो कन्टिन्यू गर्छु ल आया हामी चाहिँ यहाँ टेनवाला दाइहरूको टेन निकाल्दैछ आन्टी छोड्दिउँ अनि अब चाहिँ नि सकिन लाग्यो यो टेन्ट गरेर नि यस्तो डेन्जर रिस्की भइरहेछ अब हाम्रो भेनाहरूलाई चाहिँ अब बिदाई भाग थमाउँदैछौँ एकदम हतार आई बिचमा तपाईँ नि हो भेना यता छ उहाँ चाहिँ हाम्रो गाउँको दाइ बाजे होइन दाइ हो म पनि बाजे हो ओके अब त सब बाजे अङ्कल दाइ हो के साथीहरू केटीहरू झलल भलल कति धेरै हो कुकुरले नसक्ने केटीहरू छ त यता गयो यतै उता गयो उतै के हो यो यता फेरि अर्कै यता फेरि के हो यस्तो नाको केही राम्रो है डार्लिङ हाई डार्लिङ मेरो डार्लिङसँग कत्रा मजा भइरहेको गाइस हाम्रो डार्लिङलाई के दिने होला म एकछिन सोचेर भिडियो लस हुँदैन न त म खाइदिन्थेँ कस्तो तपाईँको माया तपाईँको साथ सपोर्ट छँदैछ अरू केही चाहिएन अब चाहिँ म यहाँ यसलाई जुस हेर्न जान्छु ल भिडियो काम गर्छु टिकाराम बाजे पनि आइपुग्नु भएछ आजको बहिनी हो र उता बहिनी हजुर रेड बुल
म हेर्छु है अब चाहिँ यहाँ बेनाहरूलाई यता काम गर्नुपर्ने हुन्छ भिडियो गराउनु भएको म भिडियो खोज्छु गाइस ओ डार्लिङ के हो एक्लै खाने डार्लिङले त छो ngay इसे मजाले के हो छान्नु लस बस खाँदैन मैले राखेको साच्चै भनेको अब चाहिँ नि म एकछिनपछि भेट्छु गाइस भन्नु ल गाइस भन्नु त्यसरी गाइसहरु यहाँ लाइन गएर पानी परेर हैरान भएको छ अनि हाम्रो मेरो भ्लगै भएको थिएन नि त हाम्रो भेना रिसाएको छ मैले हो अनि त्यही हो अहिले चाहिँ नि लाइन गयो अनि मेरो मोबाइल चाहिँ अफ भइसक्यो मैले चाहिँ अहिले पूजाको मोबाइलबाट गराउँदैछु भिडियो चाहिँ नि के कसो मलाई अनि यहाँ चाहिँ जस्तै बिजोक भयो लाइन गएर कहिले नि यस्तो भएन हो बाई बाई तपाईँ जान्नु त फेरि भेटौँला उठाउनु न ल ओ निबा बाई हाई जान्छ नि दिन परेन हामीले सबै दिनभरि खाएको हाग्नु परेन त्यो हाग्नु त मेरो गीत निकाल्नै छ आज म है एकछिन पछि निकाल यहाँ चाहिँ नि कस्तो भन्छ मेरो ससुराली गाउँको चेली गाइस यता के हुँदैछ गाइस हेलो जोरा हजुर दारिङ्गे मान्छे अङ्कल हाई गाइस अनिबा यता जात्नी जान्दैन म त मेरो ससुराली गाउँको नानु दारू मेरो अब चाहिँ यहाँ सबैजना जान लाउनु भयो गाडी चाहिँ यहाँ ल्याएर राख्नु भयो यतिको होइन हामी अलिकति काम दिएको छ हाम्रो ठिकले सानो हजुर छोरी अलिकति काम भ्या छैन क्या त्यो हामीले त्यो ए हजुर किन हामीले दिने कार्यक्रम हुन्छ म त चुरो सल्को लागेर ए चुरो सल्को ल अब चाहिँ गफ गर्नु पर्ने हुन्छ गाइस या गाइस कति छिटो जानु लाग्यो हाम्रो गाइसहरु पानी परेको छ भित्र जानु पर्ने हुन्छ ओ बेनाको कुलाले ओहो गीत बजे हायो कपरेट लाग्छ होला अब चाहिँ सबैजना यहाँ निस्केर आउनु भएको छ बाई बाई बेना हामी चाहिँ कुर्सी भित्र ओ कुवार कुर्सी यहाँ सबैजना कोही चाहिँ खाना खाँदै हुनुहुन्छ यता बस्नु बेना यता उता कौडी भइसक्यो ल गाइस वाटरप्रुफ मोबाइल लिएर भाग्दैछौँ यो
झरम झरम नामले मजोनी है मजोनी के नामले कानुन नानी के राम्रो लेख्नु ल अब चाहिँ हामीबाट निस्किनु पर्ने हुन्छ लास्ट ढिलो भयो हामीलाई यतै ल्याइदियो हामीलाई त ड्राइभर दाइले त सबजना यहाँ ल हामी झर्छौँ है अब जाने हो ल्याउने हो भोलि आउने अब चाहिँ गाइस हामी धर्नुपर्ने हुन्छ कोचे हो कता हरियो मकै डरेम डरेम अरे डरेम करम भन्दैछ आके सँगै लाने झरम 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 मकै बारी धर्याम धर्याम गाइजहरू कस्तो भयो म दौडिन सकेँ त्यही पानी भिजेर हामी त पानीमा भिजेको चरा जस्तै भयो त्यही हो अब भेनाहरू चाहिँ बिदा गरेर गइसक्नु भयो लाइन पनि आएछ अहिले त अब हामी चाहिँ फ्रेस यतिको गाउन चाहिँ पर्ने हुन्छ है फेरि होइन होला गाइजहरू हामी यस्तो भएर बसेको छ सबैजना भिज्यो कि अनि हामी चाहिँ गाडीमा बाई बाई गर्न गएको थिएँ तर त्यो ड्राइभर दाइ मात्तेको रहेछ लगिदियो हो मेरो त्यहाँ पानी तप चुइरह अनि मेरो भिडियो चाहिँ यति नै हो गाइस के भन्छ अरे अब त त्यही हो खाना खाने फ्रेस हुने सुत्ने नै हो अब सबैजना यहाँ हुँदा हुँदा भिडियो एन्डिङ गरिहाल्छौँ किनकि हामी ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ अनि ड्रेस चेन्ज गर्दाखेरि चाहिँ यताउता हुन्छ त्यही भएर म अहिले नै भिडियो एन्डिङ गर्छु जतिजनाले पनि मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद गाइस फेरि अर्को भिडियो पनि लिएर आउने कोसिस गर्नेछु भन्दै म यो भिडियोबाट बिदा दिन चाहन्छु भोलिको दिनमा मिल्यो भने चाहिँ भिडियो कन्टिन्यू गर्छु थाहा भएन साथीहरू यहाँ क्यामेरामा सायद हल्का ब्लर होला पानीले तर इट्स ओके डोन्ट माइन्ड त्यही हो साथीहरू यति भन्दै म आजको भिडियो एन्डिङ गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई